कि एडीलाई एक दिन हामी स्वर्गमा भेट्नेछौँ। र आउनुहोस् हामी एडीको जीवनको निम्ति परमेश्वरलाई धन्यवाद चढाउँदै परमेश्वरको वचन अनुसार अनि आज्ञा अनुसार माटोलाई दिन्छौँ। थामिदे मेरो प्रभु आँखा भरिका आँसुहरू। बाबा मलाई पनि तपाईँ जस्तो क्रिसमस मनाउन मन पर्यो। प्रभु म तपाईँलाई चाहदैछु मेरो कमजोरमा, म त हराइ चाहदैछु आफ्नै बेहोसीमा, म त बिति चाहदैछु मेरो परिस्थितिमा। तिमी बिना आफैलाई म एक्लै पाउँछु। तिमी बिना आफैलाई म पागल झै हुन्छु। जब तिमी नै नहुँदा अधुरो हुन्छ मन, तब खाली हुन्छ मन। तिमी बिना 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 तिमी बिना। तिम्रो झझल्को आँखामा छ आँसुले फेरि भगाइलान्छ। थाकिसकेका हातहरू तिमीलाई नै यहाँ अँगाल्न खोज्छ। सँगै बसी हाँसेका ती मिठा यादहरू, तिमीसँग बितेका ती प्रेमका क्षणहरू आलै छ अनमोल छ, सम्हाली राख्नेछु। तिमी बिना आफैलाई म एक्लै पाउँछु। तिमी बिना आफैलाई म पागल झै हुन्छु। जब तिमी नै नहुँदा अधुरो हुन्छ मन, तब खाली हुन्छ मन। तिमी बिना तिमी बिना तिमी बिना तिमी बिना तिमी तब खाली हुन्छ मन। तिमी बिना तिमी बिना तिमी बिना। एडी बिना साँच्चै नै मेरो सारा जीवन अधुरो भयो। अब मेरो जीवनमा एना बाहेक अरू कोही पनि थिएन। उसको माया र साथ नै मेरो जीवनको जिउने आधारहरू थिए। तर एना